बालेन्द्र शाह, र्यापर, इन्जिनियर अनि अब प्रधानमन्त्री। यो नामले अहिले नेपालमा एउटा छुट्टै तरङ्ग ल्याएको छ। तर कसरी? एक कलाकार र प्राविधिक व्यक्ति परम्परागत राजनीतिलाई पन्छाउँदै देशको सबैभन्दा शक्तिशाली पदमा पुगे। ल आउनुहोस् हामी यो असाधारण यात्राको बारेमा अलिक गहिराइमा गएर कुरा गरौँ। साँच्चै प्रश्न त यही हो जुन कुराले सबैलाई अचम्ममा पारेको छ। र्याप ब्याटलको स्टेजबाट जहाँ सडकका मुद्दाहरू गुन्जिन्थे त्यहाँबाट सिधै संसदको रोस्ट्रमसम्म यो कसरी भयो? आज हामी यही अविश्वसनीय यात्राका हरेक घुम्तीहरूलाई निहाल्नेछौँ। मार्च 27, 2024 यो कुनै राजनैतिक गसिप वा अनुमान मात्रै थिएन। यो त एउटा ऐतिहासिक सत्य बन्यो। यही दिन बालेन्द्र शाहले नेपालको कार्यकारी प्रधानमन्त्रीको रूपमा शपथ लिए। यो घटनाले देशको स्थापित राजनैतिक शक्तिमा एउटा ठुलै हलचल मचाइदियो। अब हेर्नुहोस्, राजनीतिमा यति छिट्टै यस्तो सफलता पाउनु भनेको कुनै चानछुने कुरा होइन है। त्यसमाथि पनि हाम्रो देश नेपाल, जहाँ पुराना पार्टी र नेताहरूको यत्रो दबदबा छ। हो, यहीँनिर एउटा ठूलो प्रश्न उठ्छ, आखिर यो सबै भयो कसरी त? यो सफलताको पछाडि के कुराले काम गर्यो होला? यो सफलताको कथा बुझ्नका लागि हामीले अलिकति पछाडि फर्केर हेर्नुपर्ने हुन्छ, उनको राजनीतिक करियर सुरु हुनुभन्दा पनि अगाडि। त्यहाँ बालेन्द्र शाहका दुईवटा बिल्कुलै फरक अनुहार देखिन्छन्, एउटा कलाकारको अनि अर्को इन्जिनियरको। कथाको सुरुवात नै यहीँबाट हुन्छ। उनको व्यक्तित्वमा न दुईवटा एकदमै शक्तिशाली धारहरू थिए जुन सँगसँगै बगिरहेका थिए। एकातिर थिए बालेन, चर्चित र्यापर, सडकका आवाज, गीतबाटै भ्रष्टाचार, अन्याय, बेरोजगारी जस्ता मुद्दामाथि सिधै प्रश्न उठाउने। अनि अर्कोतिर थिए बालेन्द्र, एक पढेलेखेका, भारतबाट मास्टर्स गरेका कुशल स्ट्रक्चरल इन्जिनियर। 2072 सालको महाभूकम्प, यो सायद उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड थियो। देशले यति ठूलो विपत्ति भोगिरहेको बेला उनले आफ्नो इन्जिनियरिङ ज्ञानलाई किताबमा मात्र सीमित राखेनन्, फिल्डमा उतारे। पुनर्निर्माणमा जसरी उनी खटिए त्यसले उनको प्राविधिक ज्ञान र सामाजिक चेतनालाई एकै ठाउँमा ल्याइदियो। हो, पुनर्निर्माणमा काम गरेर कमाएको त्यही विश्वासले नै उनलाई अर्को कदम चाल्न आँट दियो। अब उनको नजर थियो देशको राजधानी काठमाडौँ महानगरपालिकामा, र त्यो पनि कुनै ठूलो पार्टीको आडमा होइन, बिल्कुलै एक्लै, एक स्वतन्त्र उम्मेद्वारको रूपमा। अनि उनले त्यो पनि गरेर देखाए। काठमाडौँको मेयरमा एक स्वतन्त्र उम्मेद्वारको जित, यो आफैमा ठूलो कुरा थियो। मेयर बनेपछि उनले जुन कामहरू गरे त्यसले त झनै चर्चा बटुल्यो। खास गरी शहरलाई व्यवस्थित बनाउन उनले जुन प्रयासहरू गरे नि, त्यसले उनलाई देशमा मात्र होइन विदेशमा समेत चिनायो। सोच्नुस् त, उनको कामको चर्चा देशको सिमाना नाघेर कति टाढासम्म पुग्यो भने प्रतिष्ठित टाइम म्यागजिनले उनलाई संसारकै 100 उदीयमान नेताहरूको सूचीमा राख्यो। यो कुनै सानोतिनो सम्मान थिएन। तर काठमाडौँको मेयर पद उनको अन्तिम लक्ष्य थिएन। यो त एउटा सुरुवात मात्रै रहेछ। अब उनको नजर थियो सिधै राष्ट्रिय राजनीतिमा। मेयर पदबाट सिधै राष्ट्रिय स्तरमा हाम फाल्नु यो निकै आँटिलो र जोखिमले भरिएको निर्णय थियो। तर उनी पछि हटेनन्। राष्ट्रिय राजनीतिमा आउने उनको योजना पनि एकदमै रणनीतिक देखिन्छ, स्टेप बाई स्टेप। पहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा लागे, त्यसपछि मेयर पदबाट राजीनामा दिए, अनि तुरन्तै देश दौडाहामा निस्किए, मेचीदेखि महाकालीसम्म। जनकपुर पुगेर मैथिली भाषामै भाषण गरे। यसरी उनले देशभरका मानिसहरूसँग सिधै जोडिने कोसिस गरे। 68,348 यो केवल एउटा नम्बर मात्रै होइन, यो झापा 5का जनताले उनीमाथि देखाएको विश्वास हो। यो भोटले उनको पक्षमा कस्तो लहर थियो भन्ने कुरा स्पष्ट पार्छ, र यही लहरले उनलाई सोझै संसदको ढोकासम्म पुर्यायो। उनको यो जित खासमा एक व्यक्तिको जित मात्रै थिएन, यो त नेपालको राजनीतिमा एउटा नयाँ अध्याय सुरु हुन लागेको संकेत जस्तो थियो। सोच्नुहोस् त, र्याप र इन्जिनियरिङको फिल्डबाट आएको मान्छे सिधै देशको बागडोर सम्हाल्ने ठाउँमा। उनको राजनीतिक यात्राको रफ्तार हेर्ने हो भने साँच्ची नै अचम्म लाग्छ। 2072को भूकम्पपछि सुरु भएको सामाजिक सेवाको यात्रा, अनि एक दशक पनि नबित्दै देशको प्रधानमन्त्री, यो त साँच्ची नै एउटा अविश्वसनीय छलाङ हो। र उनको यो जितको अर्को एउटा निकै महत्त्वपूर्ण बाटो पनि छ। उनी मधेसी समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।
यसले उनको सफलतालाई व्यक्तिगत मात्र नभएर एउटा ऐतिहासिक र सामाजिक रूपमा पनि महत्त्वपूर्ण बनाएको छ। तर यति ठूलो सफलतासँगै आउँछ उत्तिकै ठूलो जिम्मेवारी पनि। अब उनको काँधमा देशमा वर्षौंदेखि जम्मा भएर बसेका समस्याहरूलाई सुल्झाउने र जनताले उनीमाथि देखाएको त्यो अपार विश्वासलाई काममा बदलेर देखाउने एउटा विशाल चुनौती छ। बालेन्द्र शाहको उदयले नेपालले एउटा नयाँ र फरक खालको नेता त पाएको छ। तर अब सबैभन्दा ठूलो प्रश्न यही हो, के यो नयाँ नेतृत्वले देशलाई साँच्चै एउटा नयाँ युगमा लैजान सक्ला त? यसको जवाफ त अब आउने समयले नै देला र पुरै देश त्यही जवाफको प्रतीक्षामा छ।